यो जुत्ता अहिले मोस्ट डिमान्डेड जुत्ता अरे यस्तो नरम छ यस्तो आउनु यो जुत्ता 1 वर्ष वारेन्टी छ हजुर सुत्दाखेरि नलाउनु अनि सरियल नकाट्नु हो आगोमा नहाल्नु मजा सुत्दाखेरि त लाउनै मिलेन सुत्दाखेरि लाउने नै हो बाँकी सब काममा यो जुत्ताले काम गर्छ 12 घन्टा लगाएर उभिए पनि खुट्टा दुख्दैन जुत्ता यो मेरो ग्यारेन्टी होइन अनि अरू सब यतादेखि यो साइड चाहिँ पुरै यो साइड यो यहाँदेखिको यो साइड पुरै यो पसलहरू छ त्यहाँ औँठी सौठी होइन अब मेरो चाहिँ तपाईँको एकदम राम्रो सिलाइ हुन्छ ल थ्याङ्क यू है ल हाम्रो चाहिँ शनिबार भन्नुभएको छ शनिबार तपाईँले चाहे जुन टाइम आउनु 12 बजेपछि आउनु ल सो गाइज वाट्सअप गाइज वेलकम ब्याक टु माई न्यू ब्लग र आजको दिन पनि ब्लग सुरु भइसक्यो र सोच्नु भएको थियो होला होइन कहाँ छ के गरिरहेको छ यत्रो दिन भिडियो आएन या ऊ सोचिराख्नु भएको थियो होला होइन ठिक छ गाइज होइन यो हल्का हल्का यताउता कामको प्रेसरले ऊ हल्का नमिल्ने रहेछ होइन केही पनि ठिक छ केही छैन होइन इक्जाम सिक्जाम पनि आइरहेको छ या ऊ यताउता खासै अलिक गाह्रै हुने रहेछ कि बनाउन टाइमै नमिल्ने होइन ठिक छ त्यही पनि तर आज चाहिँ म धेरै दिनपछि लगभग 9-10 दिन 12-13 दिनपछि आइरहेको छु ब्याक टु द भिडियो होइन ब्याक अन द भिडियो अब आज चाहिँ फेरि अलि इन्ट्रेस्टिङ हुनेवाला छ किनभने मेरो बजारतिर 2-3वटा काम पनि छ होइन अनि त्यहाँ म जानेवाला छु एकछिन पछि र अहिले चाहिँ भर्खर कलेजबाट आएर खानासाना खायो होइन अहिले चाहिँ टोटल अहिले ट्याक्कै कति बजेछ भन्दाखेरि अहिले दिउँसोको ट्याक्क 12 बजेर 12 मिनट गएको छ होइन ठिक छ केही छैन होइन अब निस्किनु पर्ने हुन्छ खानासाना खाइसक्यो अब एकछिन निस्किन्छु म बाहिर होइन के हुन्छ लेस वाच गाई चाहिँ लगाए चाहिँ अहिले चाहिँ म निस्केँ होइन अनि रुमबाट निस्केर उतातिर गएको थिएँ कि ठुलो मम्मीको रुममा गएको थिएँ होइन फोन गर्नुपर्ने थियो कि उता इन्डियातिर फोन गर्नुपर्ने थियो आफ्नो रुमको वाइफाईले काम गरिरहेको थिएन त्यो वाइफाईले हल्का खै के हो कुरा त हुन्छ तर फेरि बिचमा रोकिदिने ऊ भएर यतातिर गएर कुरासुरा गऱ्यो होइन अब चाहिँ म निस्केँ होइन अब हेरौँ के हुन्छ अहिले अब हेर्दै गर्नु लेस वाच है अन्तिमसम्म हेर्नु होला होइन फाइनल्ली म पुगेछु होइन यता ट्याक्कै तिरुवञ्चको होइन तिरुवञ्चको मैले यहीँ सिलाएको थिएँ कि पहिला ड्रेस ह्यान्डल सिलाएर मैले भेटेको छैन होइन लागिरहेको मलाई होइन राममा बस्ताकोले यहाँ रहेछ गाइज भेटिसकेँ मैले होइन त्यसो लाग्यो ठिक छ ड्रेस सिलाउनु पर्ने थियो ड्रेसहरूमा नि पाइन्छ अखिल्लो वर्षको होइन कमर्सको ड्रेस थियो नि त्यसको पाइन्छ सिलाउनु पर्ने त्यो कलर त खाल्छ त्यसको हेरेर सिलाउनु पर्ने होइन कति पर्छ पाइनमा त सिलाउनु कति लाग्छ ल हेरौँ होइन यहाँ दाइ हुनुहुन्न जस्तो लागिरहेको अहिले सब मेरो काम सिलाउने यताउता नापसाप सब मैले दिइसकेँ होइन अब चाहिँ हुन्छ मेरो हजुर होइन केही यता पाइन्ट सिलाउँदै हुनुहुन्छ यहाँ आउनु त्यहाँ सिलाउनु डम्बोजी स्कुलको यहाँ पाइन्ट सिलाउने भयो डम्बोजी स्कुलको यहाँ आउनु यहाँ ट्याक्क तपाईँको पुरा ड्रेसको काम पुरा यहाँ आउनुहुन्छ यहाँ रामा वस्त्रालयमा रामा ट्याक्क एड्रेस कहाँनिर भन्नु त यो बारिस ब्याङ्कको सामनामा ठिक रामा वस्त्रालय त्यहाँ आउनुलाई यहाँ चाहिँ फेरि सब पाइन्छ फेरि ब्याग स्याग लेडिज ब्याग चप्पल सप्पल कपडा सपडा यहाँ सब हाम्रो रामकुमारजी पनि यहाँ आउनुहुन्छ भाइ आउनुहुन्छ भाइ रामकुमारजी त्यो भाइ फेरि एकदम ज्ञानी भाइ चाहिँ पहिल्यैदेखि त मैले देखेन भाइले कृष्ण भाइ यहाँ हाम्रो भाइ दाइ यो त दाइ नै होला होइन ठिक छ दाइ एकदम दामी सिलाउनु होला होइन यहाँ चाहिँ मेरो दाइ हुनुहुन्छ अर्को दाइ यहाँको होइन पुरान भाइ पनि यहाँ सबै चिज यहाँ सब कपडा सपडा सब पाइन्छ होइन बवाल बेडसिट तन्ना पर्दा बेडसिट तन्ना पर्दा जे चाहिन्छ यहाँ सब चिज पाइन्छ सबै चिज पाइन्छ आउनु होला होइन अब मेरो चाहिँ सर्ट तपाईँको एकदम राम्रो सिलाइ हुन्छ ल थ्याङ्क यू है ल हाम्रो चाहिँ शनिबार भन्नुभएको छ शनिबार तपाईँले चाहे जुन टाइम आउनु 12 बजेपछि आउनु ल खालि मैले ड्रेस हालेर अनि दाइहरूसँग गफका हानेर होइन शनिबार बनाइदिन्छु भन्नुभयो सब गरेर आइसक्यो होइन अनि तिरुवञ्चबाट ट्याक्कै यहाँ बागेश्वरी चाहिँ लगभग 4 मिनट जति हिँड्यो भने पुगिन्छ होला होइन यहाँ चाहिँ स्केटिङ छ यहाँ टपको सब क्यामेराम्यानहरू फोटोसुट हान्ने काम यताउता सब यहाँ हुन्छ यहाँ चाहिँ फेरि यो बनिरहेको क्या नयाँ खतरा तरिकाले बन्न खोजिरहेको छ यो होइन अनि अरू सब यतादेखि यो साइड चाहिँ पुरै यो साइड यो यहाँदेखिको यो साइड पुरै यो पसलहरू छ त्यहाँ औँठी सौठी या ऊ त्यो नास्ता चिया अनि त्यो यताउता सब पाइन्छ त्यहाँ होइन अनि ठिक छ तर यहाँ चाहिँ म धेरै पछि आएर लगभग 4-5 दिनपछि आज आएको छु यहाँ होइन यो रमाइलो भइरहेको छ हावा पनि मस्त चलिरहेको छ होइन सबको यहाँ सब व्यवस्था छ कि बबाल यहाँ दामी देखिरहेको छ सिनै बबाल चाहिँ टक्क सेलको जुत्ता हेरौँ भनेको होइन यो चाहिँ कस्तो होला यार सेलमा पनि ठिक छ होइन यसको सब चाहिँ यस्तो छ कुल्लगम भइरहेको होइन 4वटा
यो वाला कुन हो यो वाला माथिको टपको साडो कलर यो त्योभन्दा माथिको यो जोर्डनको अर्को कलर त हो नि त्यसैको अर्को कलर यसैको अर्को कलर हो त्यो निकाल्न खोइ त्यो पनि हेरिदिउँ न होइन कस्तो छ हेरौँ न हजुरले पहिला यतातिर थियो होइन हो त्यहाँ त्यो भराउ दिएको सेम सेम रहेछ कलर चाहिँ फरक रहेछ यसको अल सब 1000 होइन यो साफ तिनवटा त्यो कलर तिनवटा कलर देखाएको तर यहाँ मैले यो लगाएको थिएँ कि यहाँ होला मेरो होइन हजुरले भिडियोहरूमा देख्नुभयो होला सब सेलको सुजहरू होइन सब 1000 को होइन हेरौँ को मनपर्छ मलाई होइन त्यहाँको जुत्ता पनि मैले सेलको जुत्ता पनि हेरेर निस्केँ होइन अनि त्यो चाहिँ कस्तो हुन्छ मैले पहिला पनि लगाएको क्या अनि त्यो सर्ट त्यो तलबाट चाहिँ त्यो चप्का जस्तो मात्रै हुन्छ गइजान्छ कि मैले एकचोटि पहिला पनि लगाएको थिएँ होइन त्यहाँको अहिले चाहिँ अनि म पछि आउँछु दाइ भने निस्किदिएँ एकछिन पछि आयो दाइ भने म निस्किदिएँ त्यहाँबाट अब अलि हल्का राम्रो पसलमा जाऊँ न होइन लगेपछि अलिक राम्रै लगाउँ न के छ र होइन अनि दाइ पछि आउँछ भनेर म निस्किदिएँ त्यहाँबाट छिटै होइन हेरौँ यहाँ कस्तो पाइन्छ जुत्ता दाइ जुत्ता देखाउँ न जुत्ता लगाएर यस मेरो दाइ के लाग्दैन प्रशान्त आचार्य यसो म भला यो दाइकोमा आएको छु होइन समीर साई यहाँ समीर साई दाइ घरबाई टोलमा घरबाई टोलमा यो हाम्रो यसको अपोजिट हो हेर्दै आउनु यो जुत्ता 1 वर्ष वारेन्टी छ हजुर सुत्दाखेरि नलाउनु अनि सरियल नकाट्नु हो आगोमा नहाल्नु मजा सुत्दाखेरि त लाउनै मिलेन सुत्दाखेरि लाउने नै हो बाँकी सब काममा यो जुत्ताले काम गर्छ 12 घन्टा लगाएर उभ्ए पनि खुट्टा दुख्दैन जुत्ता यो मेरो ग्यारेन्टी सुतेर लगायो भने चाहिँ के हुन्छ लगाएर सुत्यो भने लगाएर सुत्यो भने त यो भुवा लाग्छ के लाग्छ नि त यो 12 घन्टा लगाएर हिँड यो जुत्ता तिम्रो खुट्टा दुख्दैन यो मेरो ग्यारेन्टी 12 घन्टा 12 घन्टा लगाएर नन स्टप हिँड 12 घन्टा कहाँ हिँड्ने हो हामी आजकल त्यो त यति लग्जरी छ यो जुत्ता भन्न खोजेको यो जुत्ता अहिले मोस्ट डिमान्डेड जुत्ता आएर यस्तो नरम छ यस्तो नरम छ मान्छेले अहिलेसम्म नाइ भने छैन नि यो जुत्ता देखाउँछ त्यस्तो छ ठिक छ तर बवाल रहेछ दाइहरूकोमा जुत्ता चाहिँ होइन मलाई मन परेको जुत्ता चाहिँ कुन कुन हो भन्दाखेरिमा यहाँ एउटा चाहिँ मलाई यो जुत्ता मन परिरहेको थियो होइन एउटा यो मन परिरहेको थियो अनि अर्को कुन मैले हेरेको थिएँ भन्दाखेरि एउटा मैले यो हेरिरहेको थिएँ होइन यो होला र दुइटै जुत्ताको साइज मैले के गरेँ दाइ पाएन दाइ दुइटै जुत्ताको साइज छैन भन्नुभयो थिएन यो जुत्ता बुटमा अहिले बुटमा आएको छ टिबिएल कम्पनीको बुटमा यस्तो हाई ग्रिपमा यस्तो डेन्जर ग्रिप छ ट्रेकिङ गर्दा पनि लाउन मिल्ने खालको यसलाई चाहिँ सुत्दाखेरि खोल्नुपर्छ कि लगाइराख्दा पनि हुन्छ यो त जतिखेर लाए पनि हुन्छ यसमा केही अड्किन्न यसमा भुवा सुवा केही अड्किन्न बबाल स्कुलको बुटहरू पनि पाइने रहेछ यहाँ होइन टन्नै पाउँछ नेपालगञ्जमा भएको सबैले आउँदा पनि भयो सस्तोदेखि महँगोसम्म जुत्ता छ यहाँ सबभन्दा हाइएस्ट जुत्ता कतिको छ यहाँ सस्तो 5000 को छ हाइएस्ट अब पनि अरूले 6000 भन्ने जुत्ता हो कुन हो खै त्यो टिबिएल ब्रान्डको बाहिर छ बक्समा त्यो बक्स नै 1200 रुपैयाँको अनि बक्स सबभन्दा सस्तो सबसे सस्तो त अब चप्पल छ नै सस्तो जुत्तामा छ तपाईँको 1500 को 1500 को कुन हो अब यहाँ कता लुके हात हो जुत्ता लुकेको जुत्ता हो आउँछ लुकेको जुत्ता कहीँ छ कि हेरौँ न यतातिर छैन रहेछ बाहिर बक्स देखाऊ न इन्ट्री फेस देखाऊ यहाँ दाइको टक्क इन्ट्री चाहिँ यहाँनिर कहाँनिर रहेछ भन्दाखेरि होइन दाइको रहेछ सुज घरबारी टोल होइन 2 नेपालगञ्ज यहाँ दाइको यो चाहिँ यो ट्र्याकको पसलको यो लोकेसन चाहिँ रहेछ होइन अनि यो चाहिँ टक्क दाइको पसल होइन अनि यहाँ चाहिँ सब जुत्ताहरू टक्क पारामा सब मिल्ने रहेछ होइन दाइ सबको सेम प्राइस हो यसको यो जुत्ता फरक छ मान्छेको 5 वटा औला त बराबर हुन्छ दाइले 5 वटा औला त बराबर हुन्छ जुत्ता कहाँ हुन्छ भनिराख्नु भएको छ यार ठिक छ तर होइन ठिक छ तर जुत्ता चाहिँ बवाल छ यहाँ होइन मलाई चाहिँ एउटा यो मन परिरहेको थियो कि यो मन परिरहेको थियो तर यसको पनि साइज भेटिएन होइन अब लेसी होइन के हुन्छ कुराकानीमा हेरौँ दाइ अरू पनि जुत्ताहरू हेरौँ होइन अब हेरौँ पहिला हामीलाई मन पर्नु पऱ्यो होइन फेरि आज किनेर भोलि किन्ने हुन्न
यहाँ सबै जुत्ताहरू यहाँ छ ओ नाइक जोर्डन 1 हरू पनि त्यहाँ टंगिरहेको छ सबै छ घरबाटको एउटा कुरा नि भाइ मलाई देखाउ यहाँ एउटा कुरा नि भाइ घरबाटमा जबसम्म जुत्ता टंगिन्न तबसम्म जुत्ता पसल होइन भन्छन् कपडा पसल भन्छ अस्ति फोटोकपी गरेर आइदिए जुत्ता नटंगाएको त र फोटोकपी गरिदिनु न दाइ भन्दै आए अनि त्यही भएर जुत्ता टंगाउनु लाग्छ भाइ बुझ्यो भाइ सही हो सही उहाँ चाहिँ उहाँ देखाउ उहाँ पर्सेन्टेजको मान्छे हुनुहुन्छ उहाँ आफ्नै होला उहाँ पर्सेन्टेजको मान्छे हिजो उसको हेर्नु भएको थियो कि केपी शर्मालाई कपमा केपी शर्मा त्यो केपी शर्मा अलि एकदम वरिष्ठ मान्छे हो नेताहरूलाई गाली गर्न हुन्न त्यहाँको सुन्नुभएको थियो कि भाषण योजनाले गरिरहेको नेताहरूलाई गाली गर्नुहुन्न कि उहाँ पनि नेताको आफ्नै मान्छे गरे उहाँ पर्सेन्टेजको यसो हामीलाई यसो होइन हजुर रेणु दाहालको छिमेकीको अङ्कल हो उहाँ हेर्नु दालको छिमेकीको अङ्कल प्रचण्डको छोरी रेणु दाहाल भनेको भरतपुर नगरपालिकाको भरतपुर महानगरपालिकाको मेयर हजुर उहाँको छिमेकीको उहाँको घर यस्तै चप्के छ दुईटा घर होइन सुपर ग्लुब लगाए उहाँको छिमेकीको घर उहाँको छिमेकीको घर अङ्कल हो उहाँ घर होइन आफ्नै अङ्कल मैले हजुर भनेकै बुझिरहेन हजुर उहाँको अङ्कल हो होइन गाई यो चाहिँ हल्का फुल्का मजाकको लागि होइन सिरियस नलिनु होला हल्का दाई चाहिँ हल्का इन्ट्रेस्टिङ हुने रहेछ होइन दाई अनि दाई फेरि इन्ट्रेस्टिङ भनेको के हो इन्ट्रेस्टिङ भनेको एकदम कस्तो भन्दाखेरिमा मलाई पनि थाहा छैन त अनि इन्ट्रेस्टिङ भनेको यो मोबाइल कहिले पनि भिडियो खिच्दाखेरि हेर भाइ यहाँ मलाई देखाऊ भिडियो खिच्दाखेरि जहिले पनि यहाँ रामचन्द्र यहाँ भिडियो खिच्दा नि भाइ दाइले सिकाइराख्नु भएको छ यहाँ भिडियो खिच्दा नि जहिले भ्लग बनाउँदाखेरि नि भाइ होइन यहाँ हेर भाइ यसरी गराउनुपर्छ क्या ल हेर ल हेर अब दर्शकबिन यी हेर्नुहोस् यहाँ भ्लगर नयाँ भ्लगर आउनु भाइको नाम के अरे मेरो नाम प्रशान्त आचार्य प्रशान्त आचार्य यिनी बाहुन काठा हुन् यिनी कहाँ घर भाइ दैलेख बिल्ला हानिराख्नु भयो दाइले मेरो यहाँ दाइले बिल्ला हानिराख्नु भयो बाहुन भनेको त देशै बाहुनले चलाएको त हामी अनि खडा हो नि यता हेर भाइ यसरी ठकुरी भने ठकुरी पहिला त कुरी ठकुरी पहिला त कुरी भन भाइ दाइले राम्रो सिकाउँछ नराम्रो सिकाइराख्नु भएको छ होइन ट्याङ बोल्नुपर्छ ठाउँ गएको छु भाइ राकुम कर्णालीमा हो त्यहाँ एउटा कतिजना टेको मान्छे कसलाई चिन्नुहुन्छ एउटा होटल छ क्या भाइ के राकुममा एउटा बहुत मायाको हो कि मायाको होटल हो कि के नामको एउटा होटल छ त्यो तिम्रो 8 बिस्कोट नगरपालिका हो के नगरपालिका 8 नगरपालिका 8 नगरपालिका 8 बिस्कोट 8 नगरपालिका 8 नगरपालिका हैन वडा नम्बर 4 हो कि 4 म गएको छु नि भाइ तिम्रो ठाउँमा त्यहाँ के चिजहरूलाई अलिक दामी लाग्यो के गर्दा चाहिँ अझै त्यहाँ सुधार गर्दा मेन कुरा भनेको त्यो बाइक चलाउँदाखेरि ढुङ्गा तिखो छ नि भाइ त्यो रोडमा कर्णालीको तिरमा त्यो चाहिँ ठिक लाग्यो मलाई भवाल अनि रोड कस्तो लाग्यो रोड लाग्ने सिस्टम बहुत ठिक छ उडो लाग्ने रोड यस्तो भयङ्कर लाग्ने अनि अर्को कुरा नि त्यहाँ त्यो खोलाको छेउछाउमा जुन घरहरू हुन्छन् नि भाइ त्यो घरको त्यो लाइनहरू हुन्थेन क्या भाइ त्यो कोकहरू बियरहरू चाहिँ नि त्यो जमिन गाडेर अनि पानी हालेर त्यही जमिन गाडेर जमिन भित्र राख्थ्यो क्या भाइ पहिला त्यो त मैले भेट थाहा भएन दाइअल्छुमा फ्रिज नभएर भाइ लाइनै थिएन नि त त्यो गाउँमा लाइन चाहिँ अहिले पनि छैन राम्रोसँग त्यो फ्रिज नभएर त्यो पानी खाल्डो खन्ने बाल्टीमा पानी हाल्ने अनि तिम्रो ऊ हाल्ने फ्रुटीहरू बियरहरू हाल्ने अनि माथि पुर दिने भाइ कति घन्टापछि निकाल्नुपर्छ त्यसलाई अनि अब त्यो त मलाई थाहा भएन नि भाइ अर्को कुरो के रहेछ भन्दा नि भाइ त्यो छतमाथि टोइलेट क्या भाइ तर यहाँ जस्तो टोइलेट नै खुल्ला टोइलेट नि त्यो पिसाब फेरि पनि बगेन खोला पुग्ने बग्दै खोला पुग्थ्यो नि भाइ सेफ्टी ट्याङ्की नै नचाहिने क्या भाइ होइन खोला पुग्थ्यो के हो त्यो राकुम कर्णाली मेरो अनुभव अनि टेको अनि रोड कस्तो लाग्यो रोड त उही भाइ यत्रो ढुङ्गा तिखो थियो तर त्यहाँको फेरि हाम्रो माथिको रोड दामी छ नि त फेरि बिच राम्रो छ राम्रो छ फेरि बिच पैसा 3-4 चोटि आएर छ 2 चोटि खाएर छ 3 चोटिको बनाएर रहेछ नि होइन त्यो कांग्रेसले जित्यो नि कांग्रेस जित्यो भने जाबे त्यही हो नै होइन कांग्रेस त राम्रो पार्टी हो नि भाइ अनि त्यस्तो रोड चाहिँ कसरी भयो त्यस्तो अनि यहाँले एकछिन हेरौँ मलाई जुत्ता हेरौँ होइन सोइराखेन दाइ बवाल देखेछ नि यार
रेड त ट्रेन्डिङ कलर हो नि त। प्राइस कति हो यसको भनिदिनु त? प्राइस त अब मेरो भाइलाई मिलिहाल्छ नि यार। नै अरू आउने मान्छेलाई पनि यसो भिडियो सिडियो हेरेर 2-4 केटाहरू आयो भनेपछि होइन हजुरले कतिमा दिनुहुन्छ यसलाई? अब यो अहिले पछि फाइनल डिल भाइसँग बसेर हुन्छ क्या। हो ठिक छ हेरौँ पहिला होइन जुत्ता यो भाइको भ्लग हेरेर आउने मान्छेलाई चाहिँ होइन यो जुत्ता हेरेर भ्लग हेरेर आउने मान्छेलाई चाहिँ अब भाइलाई नै बराबर म रेटमा जुत्ता दिन सक्छु। ल ठिक छ दाइ होइन ल है गाई चाहिँ यो चाहिँ मलाई यहाँ दाइले टक्क मिलाएर दिनुभएको छ होइन। एकछिन अनि यो सक्स फ्रीमा दिएको कि भन्ने होइन ल दाइले एउटा सक्स पनि मलाई गिफ्टमा एकदम फ्रीमा गिफ्ट दिनुभएको छ होइन एउटा सक्स अनि एउटा जुत्ता चाहिँ दिनुभएको छ। यो जुत्ताले टक्क हेर्न सक्नुहुन्छ होइन बबाल छ होइन तल पनि टक्क हेर्नुहुन्छ यसको सोलर पनि बबाल छ होइन एकदम केही हुन्न यो भान्चियो भने चाहिँ दाइले टक्क मैले फेरि अर्को एक्सचेन्ज गर्छु भन्नुभएको छ होइन। अनि टक्क यो जुत्ता वारेन्टी अनि दाइले अहिले चाहिँ मलाई एकदम मिलाएर दिनुभएको छ होइन। अनि हजुरहरू पनि मेरो भिडियो हेरेर यहाँ आउनु होला होइन। यो चाहिँ ट्याक्कै म अहिले हजुरलाई यो लोकेसन पनि यसको भिडियो पनि राखिदिन्छु म पनि राखिदिन्छु डिस्क्रिप्सनमा होइन। अनि टक्क हेरेर आउनुभयो भने हजुर मैले जतिमा लगेको थिएँ हजुरले त्यही अनुसार हल्का मूल्यभन्दा 10% छुटमा चाहिँ हजुर पाउनुहुन्छ होइन। मेरो ह्यान्डसम दाइले भन मेरो यहाँ दाइ पनि भ्लग गर्नुहुँदो रहेछ होइन। दाइले अब टक्क मलाई ब्यागमा प्याक गर्नुहुन्छ जुत्ता ट्याग लगाएर प्याकिङ हुन्छ मेरो भाइलाई। दाइले टक्क प्याक गर्दै हुनुहुन्छ होइन। सुस्टार है यो दाइले सक्स पनि एउटा गिफ्ट दिनुभएको छ होइन मलाई दाइले एकदम मिलाएर होइन दाइले बबाल मिलाएर दिनुभएको छ। र यो भिडियो मेरो हेरेर होइन नम्बर चाहिँ दाइको डिस्क्रिप्सनमा राखिदिन्छु टक्क यहाँ आउनेलाई 10% छुट हुन्छ होइन। अनि जुत्ता स्पेसल जुत्ता चाहिँ अब लग्ने मान्छेलाई चाहिँ टक्क यो जोड सक्स चाहिँ दाइले फ्रीमा दिनुहुन्छ होइन। गजब ल कस्तो एकदम भाइको ब्लग शुभकामना छ। अझै प्रगति भएको छ थप प्रगतिको कामना पनि छ मेरो होइन होइन ल है ल शुभ रहोस् ल। अहिले चाहिँ म टक्क नास्ता खान निस्केको छु होइन। नास्ता पनि टक्क आइसकेको छ होइन। म त फेरि यहीँ यो नास्ता खाने बबाल पाइन्छ यहाँ चाहिँ होइन टक्क पारामा नाइस। बबाल टेस्टी चिया मिठो पनि भइसक्यो होइन। टक्क त्यहाँ पनि गएको थिएँ त्यो काम पनि भयो होइन। तपाईँ अङ्कल हुन्छ मलाई चेन दिँदै हुनुहुन्छ होइन। अब चेन दियो रुममा जानुपर्ने हुन्छ होइन। आज टाइम पनि लास्ट धेरै भइसक्यो आज सुत्ने दिन टाइम पनि मिलेन। ठिक छ त्यही कि ट्युसन जान्छ होइन त्यो चाहिँ ठिक छ होइन घरै गर्ने त भयो। सो गाइस अहिले चाहिँ म रुममा पनि पुगिसकेँ होइन। रुममा पुगेर त्यहाँदेखि एकछिन सुतेर फेरि टक्क हल्का नुहाइ धुवाइ गरेर फ्रेस भएर म ट्युसनको लागि टक्क रेडी भएँ होइन। अनि त्यो बजारमा अस्तिदेखि 2-3वटा काम बाँकी थियो अनि फेरि आज एक दिन जाने 2 दिन जाने अर्को काम एकै गर्नुभन्दा एकै दिन गएर सबै काम गरेर आउँला भन्ने सोच चाहिँ अस्तिदेखि थियो होइन। अनि लगाए चाहिँ अहिले चाहिँ म ट्युसनको लागि निस्किसकेँ रुमबाट होइन। अब टक्क हिँड्दै गइरहेको छु म त्यो रमाइलो भइरहेको होइन। अनि ट्युसन त के ट्युसन होइन ठिकै छ त्यो पनि गइदिउँ न होइन। पढाइ किन छोड्ने हामीले होइन। हल्का तर हावासावा पनि लागिरहेको छ गर्मी पनि भइरहेको छ ठिक छ जे छ राम्रो छ। हावा गर्मी सँगसँगै हामी जाँदैछौँ ट्युसन होइन। गाइज केटी मटक चाल। सो गाइज अहिले चाहिँ म रुममा पुगिसकेँ होइन। ट्युसनबाट पनि आइसकेँ अब चाहिँ म टक्क खानासाना बनाएर खानुपर्ने हुन्छ होइन। अनि फेरि भोलि बिहान कलेज पनि छ र जे होस् आजको दिन चाहिँ यसले इन्ट्रेस्टिङ रमाइलो भयो होइन। दाइहरूसँग गफ यताउता अनि उतातिर 2-3वटा काम पनि थियो त्यो पनि गरियो होइन। र आजको भिडियो कस्तो लाग्यो फेरि प्रतिक्रिया दिनु होला र केही सुधार्नु पर्ने छ भने कमेन्ट गर्नु होला म त्यो सुधार्ने छु। र च्यानल नयाँ हुनुहुन्छ भने प्लिज डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब र च्यानलमा पुरानो हुनुहुन्छ भने एकचोटि बेल आइकन चेक गर्नु होला बेल आइकनलाई अलमा राख्नु होला जसले गर्दा मेरो भोलि आउने भिडियोहरू सजिलै हेर्न सक्नुहुन्छ। ल सी यु इन एनदर भिडियो।